वेलकम बैक टू माई न्यू भिडियो। हजुरहरूलाई स्वागत छ मेरो यो ब्लगमा। आफ्टर लङ टाइम पछि मैले फेरि लङ नै ब्लग लिएर आएको छु। अनि अहिले चाहिँ टट्टसँगले मैले यता यो मोतीगढा भन्दा यता यो के भन्छ यसलाई झोडा कि के भन्छ, अनि त्यहाँ ठाउँबाट मैले ब्लग लिएर आएको छु होइन। देख्नुहुन्छ यहाँ टट्टसँगले यहाँ मेरो साइकल यहाँ छ, म साइकलमा राइड गर्दै आएको। अनि अब चाहिँ मेरो डेली ब्लग आउने छ, किनकि मेरो यासीको इक्जाम पनि सकिसकेको छ। यासीको कारणले मैले पहिला ब्लग ल्याउन पाउँथेन। अनि अब म राइडमा जानुपर्ने हुन्छ र यहाँ अङ्कलहरूले लास्ट दुःख गरेर काम गर्छ यार, देख्न सक्नुहुन्छ। यस्तो तातो घाममा स्ट्रगल लास्ट गरिराख्नु भएको अङ्कलहरू, लास्टै पुरा स्ट्रगल हुनुहुन्छ यो घाममा। अनि त्यही गाई छाएपछि म राइडमा निस्किनु पर्ने हुन्छ। र अहिले राइडबाट यहाँनिर अलिकति कच्ची बाटो छ क्या। अब मैले साइकल साथमा मोबाइल बोकेर अलिकति लाँदा गाह्रै पर्छ, त्यही भएर म यहाँ अहिले बन्द गर्छु र अहिले उता पिच बाटो आएपछि नै ब्लक अन गर्छु। राइडमा निस्किसकेको छु गाइड। म राइडमा यो पुरै लास्ट कच्ची बाटो छ क्या। अनि राइडमा लास्ट गाह्रो भयो मलाई। आज मैले यसरी पेल्नुपर्ने हुन्छ कि यसलाई सारा गाँठ गुली फर्किने गरी पेल्नुपर्ने हुन्छ यसलाई। ठुट्टो बनाउँछु मैले साइकल, गाँठ गुलेट बनाएँ गाँठ घरमा मस्किसक्यो मेरो त्यसले गाँठ मस्किसक्यो। गाँठ फस्किने यत्तिकै चाहिँ पेल्नुपर्छ है। सक्यो झन्डै लडेँ। गाँठ फस्क्यो यस्तो गाँठ फस्किने। म चाहिँ धेरै नै कच्ची बाटो नागेर माथि आइपुगिसकेँ। अनि यहाँ चाहिँ यस्तो खाल्डो छ क्या, त्यहाँनिर त्यो खाल्डोलाई मैले हुइले हानेको जसरी फुत्त उडाउनु पर्ने छ हिरोहरूले उडाएको जसरी। अनि म चाहिँ अलिकति यहाँ माथि आएर भ्लग स्टार्ट गरेँ क्या, किनकि मैले पेल्नु सकिनँ नि त उकालोमा। म बनाइदिन्छु पेल गाँठ गुले त्यो हान्दै पाएँ पेल यहाँ यस्तो छ यो खाल्डो गाँठ गुली गाँठ यो पनि हो एउटा लो झर्छ होइन। अनि एउटा ट्र्याक यो हो क्या, भयो बाटोमा झर्छु माथिबाट आउनुपर्ने हुन्छ यो बाटोमा। आज म माथि पुगेर नि भिडियो अन गर्छु ट्र्याकको बाटो हेर्नुलाई। सो फाइनल गाइज म आइपुगिसकेँ मेरो आफ्नो ट्र्याकमा। ट्र्याक चाहिँ उताबाट सुरु थियो, किनकि त्यहाँ शीतल थिएन र यस्तो टेक्ने ठाउँ पनि थिएन। अनि म यहाँनिर यो के को रुख हो यो, यसको मुनि आएर शीतलमा बसेको छु। र मेरो यहाँ छ साइकल चाहिँ, यो साइकल पनि मेरो होइन, मैले दाइको चोरलाई ल्याइदिएको। दाइको चोर र उठाइदिएको क्या, डर छैन नलैजा भन्दै थियो। अब दाइको बाइक छ नि त, त्यही भएर मैले साइकल त अब मेरो दाइले बाइक चलाएपछि मेरो त भन्दिनँ, मैले चलाउने हो नि त। अब दाइले बाइक चलाएपछि त अनि उठाएर हिँडिदिएको। अनि यहाँ चाहिँ दामी सिँढी रहेछ क्या। अनि मेरो भिडियो गर्ने मान्छे भएन, नत्र म सिँढी झारिदिन्थेँ। र अब केही महिनापछि म गोप्रो किन्दैछु, हजुरहरूले सपोर्ट गरिदिनु होला। र राम्रो भ्लग पनि आउनेछ। र अब म 6 गतेदेखि ओजेटिभमा जान्छु उता गढीतिर, अनि भ्लग आउने छ है त। ल अब चाहिँ यो ट्रायलको भिडियो भयो, ट्रायल स्टार्ट भयो। एउटा हातले मोबाइल पक्रेछ अनि अर्को हातले मैले ट्रायल पुरै साइकललाई कन्ट्रोल हानिरहेको छु। र बाटो मने कागज लट्यो थाहा ओ भाइ झन्डै तिर्यो। यसको गाडीहरू थोरै बाटो छोडिदिनु भाइ। बिस्तारै
यहाँ राम्ररी ब्रेक लगाएर झार्नुपर्ने हुन्छ ओए 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 झन्डै लड्यो दाइले जित्यो त मलाई के हो झन्डै पऱ्यो अहिले कारमा देब्रे हातले साइकल चलाउनु अप्ठ्यारो हुन्छ झन्डै मरे गाइस म आइसकेको छु पिच बाटोमा आरामले कुदाउनु पर्ने हुन्छ कता म यो मार्गपट्टि जाऊँ कि यो त यो अघि आएको यो बाटो हो अब म यो बाटो जान्छु आया म उठेर कुदाउनै मिलेन क्या किनभने मेरो हातमा एउटा हातमा मोबाइल छ नि त अलिकति मसँग टेस्ट पाउनु भएको सजिलो हुन्छ मलाई छिटो छिटो राम्रो कहाँबाट थियो अब यताउता झर्ने बाटो यहाँ भोजन गाइरहेछ उहाँ तल पिच छ होइन उहाँ तल पिचमा झर्छु म राइडमा अहिले भर्खर नआएकोमा पसिनै पसिना भइसक्यो अनि अब चाहिँ म घरमा गएर थोरै रेस्ट गर्छु अनि त्यहाँबाट फेरि अहिले दिउँसो बनाउँछु यो भिडियो होइन अब यहाँ मैले बिस्तारो ब्रेक लगाएर चढाउनु पर्ने हुन्छ किनकि गाडीहरू आइरहेको हुन्छ केयरफुल हुनुपर्ने हुन्छ धन्ना गाडीहरू आइरहेको होइन यस्तै यस्तै यो गाइस म घर छेउमा नि आइपुगिसकेँ अब चाहिँ म दिउँसोको भ्लगमा जोड्नेछु सो फाइनली म चाहिँ यहाँ बगानमा आएर नि फर्किसकेको र अघि चाहिँ भ्लग बनाउन पाएन किनभने मलाई होसै आएन क्या भ्लग छ भनेर अहिले सम्झिरहेको छु अनि म चाहिँ एउटा पुरै रुन्केर बगा पुगेर नि फर्किसकेको लास्टै उयो थाकिसकेको जिउ आज म राइडमा फेरि लाग्दै गएँ त ल पुरा प्लस भयो पुरा cinematic view of the man bro
जिउले थकान भएर मर्ने बेला भएको छ। अब यति नै बनाउँछु म भिडियो अनि घरमा गएर एडिट हान्छु फेरि होइन। लास्टै गाह्रो भयो क्या त्यो बगा उकालोमा पेल्नुलाई। जिउ नै थाके मेरो। यहाँ मैले ढुङ्गी किनेर बोकेको छु बगाबाट। पेल भाइ कहाँ पुग्यो तिमी हार्दै वाह पेल पेल हार मान्दिनँ म। जति मेरो जिउ दुख्छ म त्यति नै झन् प्र्याक्टिस गर्छु। मैले उहाँ पर चौतारा थिएँ त्यही चौतारामा गएर रेस्ट गर्छु होइन। मिलन चोक आइपुगेँ म। पुरा गाह्रो उता साइकल पेल्नु अनि यता भ्लगमा बोल्नु लास्टै गाह्रो हुन्छ होइन। लास्टै भन्दा नि उरै गाह्रो हुन्छ क्या। मैले यहाँ बसेर अघि ल्याएको खानेकुरा खानुपर्ने हुन्छ। यही छ मसँग खानेमा। अनि इनर्जी चुइगम छ। चुइगमको हालत यस्तो भएछ ढुट्टेर। अब यिनीहरू दुइटाले यहाँ बसेर खाएर साइकल मैले उता राख्दैछु अनि खाएर चाहिँ म बाटो लाग्छु। ल है त गाई त अब मैले खानु सुरु गरेँ। सिनेमेटिक हेर्नु होला खाएको। मुख खुला गरेर चाहिँ सेन्टर फुड इनर्जी हो क्या। यसले चाहिँ इनर्जी ल्याउँछ मान्छेको हातमा होइन। त्यही गाई अब चाहिँ म राइटमा लग्नुपर्ने हुन्छ। र मैले सबै कुरा खाइसकेँ। अब चाहिँ म घरमा जानुपर्ने हुन्छ र बाटोमा कतै मिल्यो भने म भ्लग बनाउँछु। हस् त बाई। सो फाइनली गाइज म चाहिँ अहिले बाहिर गएर पनि आइसकेको छु र लास्टै ओभर गर्मी भएर यहाँ भिज्यो होइन। अब चाहिँ म भ्लग इन गर्न चाहन्छु र लास्टै गाह्रो रहेछ साइकलमा भ्लग गर्नु। आज मैले महसुस गरेँ। त्यही गाइज लाइक सब्सक्राइब गरिदिनु होला। हस् त बाई।